यत्रो भिड छ दर्शन गर्न नि गाह्रो भयो यहाँ चाहिँ। मनोकामना पूर्ण हो। नारायण हरि नारायण हरि। स्लट डेकोरेसन चाहिँ खत्रै छ। मामा माइजूले नबिर्स पैसा कमायो भनेर फेरि हे गाइज लासो अनि नमस्ते सबैजनालाई वेलकम ब्याक अगेन एलिना वेबर युट्युब च्यानल। हजुरलाई फेरि पनि धेरै दिनपछि एलिना वेबर युट्युब च्यानलमा स्वागत छ। सो आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो सबैजनालाई फर्स्ट अफ अल त ह्याप्पी न्यू इयर भन्न चाहन्छु। 2022 सालको नयाँ वर्षको धेरै धेरै शुभकामना सबैजना मेरो भ्युअर्सहरूलाई। सो आज चाहिँ म खुसी पनि छु, अलिकति दुःखी पनि छु, किनभने हजुरहरूले हाइलाइट हेरेर पनि थाहा पाइसक्नु भयो होला। अनि म चाहिँ जाँदैछु नेपाल छोडेर। सो अनि भ्लग त बनाउने मन त थिएन, त्यही पनि एउटा सम्झना हुन्छ भनेर सम्झना स्वरूप बनाउँदैछु। मैले कन्टेन्टको लागि बनाएको चाहिँ होइन, यो जे सम्झना हुन्छ भनेर म चाहिँ भ्लग बनाउँदैछु। अनि म चाहिँ स्टार्ट गर्दैछु आफ्नै रुमबाट भ्लग स्टार्ट गर्दैछु आज। अनि म चाहिँ नुहाइसकेँ, अब चाहिँ लुगा लगाएर रेडी भएर पशुपति दर्शन गर्न जानुपर्ने हुन्छ। सो लुगा सुगा लगाइसकेँ मैले चाहिँ, कपाल चाहिँ चिसै छ। अब यहाँ पशुपति दर्शन गर्न जानुपर्ने हुन्छ। अनि एकैचोटि मैले चाहिँ यहाँ लगेजहरू पनि रेडी पारिसकेँ। अनि निस्किनुपर्ने हुन्छ। पशुपति दर्शन गरेर यो लगेजलाई चाहिँ म मेन घरमा राखिदिन्छौँ त्यहाँनिर अफिसमा। अनि पशुपति दर्शन गरेर मामा माइजू बाजे बज्यूको आशीर्वाद लिएर, दिदी भेना दाइ भाउजूहरूको आशीर्वाद लिएर म चाहिँ निस्किन्छौँ, त्यहाँबाट बिदा हिँड्छौँ। सो हेर्दै गर्नु होला। सो लेट्स सी गाइज। हिँडेको अब बेलुकाको फ्लाइट हुन चाहिँ अब त्यहाँ मामा माइजू भेट्न जाने। ल बस्नै राम्रोसँग है बुबु, लुगाइ पारिदिई बस्नु ल राम्रोसँग। ल कोही दिदी लु बस्नै। सो मैले चाहिँ त्यहाँ लगेज चाहिँ साथीकोमा राख्यौँ, त्यो पनि मसँगै जाने हो। अनि म चाहिँ यहाँ पशुपति आइपुगिसक्यौँ। पशुपति दर्शन गरेर जानुपर्ने हुन्छ। यहाँ कपाल चिसो चिसो छ मेरो चाहिँ। भिडियो चाहिँ गर्न दिन्छ दिँदैन, त्यही पनि गरिदिएँ मैले चाहिँ। यता चाहिँ दिन्छ होला। यत्रो भिड छ आज, 1 गते पनि हो नि त, नयाँ वर्ष पनि हो, त्यही भएर अलिक भिड छ। यत्रो भिड छ दर्शन गर्न नि गाह्रो भयो यहाँ चाहिँ। धेरै भिड भयो, बाहिर बाहिर दर्शन गरेर फर्क्यौँ। भिड धेरै रहेछ नि त, त्यही भएर। सो दर्शन गरेर फर्किसक्यौँ। अब चाहिँ दिदीकोमा जानुपर्ने हुन्छ, त मामा माइजू बाजे बज्यू भेट्नुपर्ने हुन्छ। अनि त्यहाँ भेटेर त्यहाँबाट बिदाइ हुन्छौँ। म चाहिँ कति गर्मी हो। अब चाहिँ एकैचोटि म उता पुगेर देखाउँछौँ। स्लट डेकोरेसन चाहिँ खत्रै छ। म त खान थालेँ त। कहाँ ल्याउनु
कस्तिको खैदिनु अब त्यहाँ बिग्रेन रहेछ कहाँ बिग्रिन्छ अरे बिगे त चिज खादैन यो एउटा खाएको हुन्छ बिना नि दाल त हैन तपाईलाई हाल्नु हुन्छ नि त्यो जान्न जाऊ कान्ता भएको चिज जति गरे नि उयो सबै पहिले है तपाईलाई त्यसको नगर नमाया त्यो कहिले पहिलो सो म चाहिँ दिदीकोबाट खानासाना खाएँ मैले त्यसपछि मामाबाट आइपुगिसकेँ म चाहिँ आउनु लाग्यो त गाडी हेरि टेबलमा आऊ अर्को बाटो तेलमा जाऊ मामा माइजले नबिर्स पैसा कमायो भनेर फेरि त्यसो गर्दा उन कागज आइज यो की गाडी नभो अघि हामी हिँडेको भन्दियो सो हामी चाहिँ भित्र छिरिसक्यौँ यहाँ सबैजना साथीहरू हेलो 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 हाई हेलो हेलो अनि छिरिसक्यौँ अब चाहिँ यहाँबाट सामान चेक गर्दै जानुपर्ने हुन्छ भित्र हामी चाहिँ सामान जोख्ने लाइनमा छौँ सामान यति धेरै मान्छे चाहिँ टेन्सन भइरहेको सामान निकालिदिने हो कि भनेर आफूले बेचेको फिल भइरहेको मलाई चाहिँ सो हामी चाहिँ सबै चेकिङ गरेर पनि यहाँ वेटिङमा बसिरहेको छु सो हामी चाहिँ यहाँनिर अब चढेर जानुपर्ने हुन्छ साँच्चै नै कस्तो नरमाइलो फिल भइरहेछ सो आई मिस यु अल सबैजनाले धेरै सम्झेको छु सो अब चाहिँ म उतै गएर भेट्ने छु सो लेट्स सो हामी चाहिँ आइपुगिसक्यौँ साथ आइपुगिसक्यौँ प्लेन चाहिँ ल्यान्ड भइसक्यो अब चाहिँ झर्नुपर्ने हुन्छ आमा पुरै फुलेर सो म चाहिँ यहाँनिर रुममा आइपुगिसकेँ अनि अब चाहिँ भ्लग इन गर्नुपर्ने हुन्छ अनि सो सबैजनाले माया गरिदिनु होला अहिले युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला सो नेक्स्ट ब्लगमा भेट्ने नै छौँ सबै गाइस थ्याङ्क्स फर वाचिङ